जुनै जोगी आए पनि कानै चिरेको भने जस्तै जुनै तन्त्र आए तापनि उस्तै। जब मान्छे पावरमा पुग्छ तब उसले शासन गर्न खोज्छ, शासन गर्छ र जनताहरू चाहिँ एउटा मानिस भएर जिउन गाह्रो हुन्छ, सङ्घर्ष गर्नुपर्छ होइन, युद्ध लड्नुपर्छ र शहीद बन्नुपर्छ। अनि शहीद बनेर परिवर्तन ल्याए तापनि फेरि पनि शासकमा पुग्नेहरूको चाहिँ चरित्र चाहिँ उस्तै नै हुन्छ। धेरै वर्ष हुनसक्छ 100 वर्ष अगाडि लेख्नुभएको भुपि शेरचनले लेख्नुभएको कविता हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, यो शहीदहरूको सम्झनामा नामक शीर्षकको कविता चाहिँ मलाई एकदमै मनपर्छ र त्यति धेरै वर्ष अगाडि लेख्नुभएको कविता आज पनि उत्तिकै सान्दर्भिक छ नेपालको परिवेशमा होइन। यो हामीले 9-10 क्लासमा पढेको होला, त्यतिखेर खासै यसको अर्थ थाहा थिएन, सुगा रटाई भने जस्तो रट्ने हो लेख्ने हो होइन। तर अहिले यसको मर्म चाहिँ बुझिएको छु मैले र यो माथिको 2 लाइन चाहिँ मलाई याद पनि थियो। अनि मैले अस्ति एउटा भिडियोमा पनि हल्का त्यो लाइन चाहिँ भनेको थिएँ र मलाई मनपर्छ कि, अनि सबै कुरा चाहिँ याद नभएकोले गर्दा मैले अलिकति यो सारेर चाहिँ यहाँनिर पढ्न गइरहेको छु है। म पढ्दैछु। हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए, ओठमा हाँसो गालामा लाली तब आउँछ जगतको, देशको पीरले भेटी जब बिरले चढाउँछ रगतको, घाँटीमा फाँसीको माला गाँसी बिरले हाँस्दा, मातृभूमिको चरण ढोगी भाग्दछ दासता, उम्रन्न बोट कसैले बिउ छरेर नगए, हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको, हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको, हाम्रो खुसीको प्रत्येक पलमा जीवन छ शहीदको, पाउने थिएनौ खुसी तिनले छाडेर नगए, हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला, गोली निलेका शहीदका प्यारा ती लासले धिक्कार्ला, धरतीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला, शहीद रोलान् हामीले उन्नति गरेर नगए, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए। भुपि शेरचनले शहीदहरूको सम्झनामा नामक लेख्नुभएको यो कविता आज पनि उत्तिकै सान्दर्भिक छ है। हामी नेपालीहरू यो भएन त्यो भएन भनेर लडिरहेका छौँ, तर पनि सत्तामा पुगेपछि गेम खेल्नेहरूले खेलिरहेका छन्, शहीदको रगत र पसिनामा होली खेलिरहेका छन्।